हेलो गुड मर्निङ साथीहरू नमस्कार। आज म तपाईँहरूलाई मेरो ड्युटी स्थानबाट सेनेटर रेसिडेन्सीको छोटो भ्यू देखाउन गइरहेछु। आज हामीले 5औं तल्लाबाट हाइवेको भ्यू हेर्दैछौँ र यहाँको ट्राफिक मुभमेन्ट साँच्चै नै लभली देखिन्छ। यो हाम्रो गार्डन एरियाको सेटिङ एकदमै सफा र हरियाली भरिको अनि यो र यहाँको स्विमिङ पुल साँच्चै रिल्याक्सिङ र प्रिमियम इन्भाइरोमेन्ट जस्तो लाग्छ। रेसिडेन्ट्सले परिवारसहित इन्जोय गर्न सक्ने पर्फेक्ट प्लेस हो। सेनाडा रेसिडेन्सी साइम डाइरी प्रपर्टीको वेल मेन्टेनेन्स रेसिडेन्सियल एरिया हो। यहाँको सेक्युरिटी क्लिन लाइन्स र सुविधा एकदमै हाई स्ट्यान्डर्डमा अपरेट हुन्छ। हामी गार्ड्स पनि डेली इन्सपेक्सन र पेट्रोल गरेर एरिया सेफ बनाइरहेको हुन्छौँ। यहाँबाट नै तपाईँहरूले केएलजिसी गल्फ कोर्सको हरियाली भ्यू पनि देख्न सक्नुहुन्छ। मर्निङमा सन परेको बेला त झन् अझ सुन्दर देखिन्छ। फुल ग्रिन एन्ड पिसफुल इन्भाइरोमेन्ट। र यो बुकिट केरा क्षेत्र हो। बुकिट केरा भनेको यहाँ चाहिँ अलगो ठाउँ परेकोलाई भनिन्छ र यहाँबाट भनेको स्वच्छ हावा फ्रेस हावा भनेको 24 आवर भइरहेको हुनाले एकदमै नेचरल भाइब आउँछ। र साथीहरू आजको ड्युटी ब्लग